बाटो हिँड्दै गरेको मान्छेलाई के गरे यार? यो के हो? के गरे हो दाइ? होइन कि भाइ, यो भोलाको एडभर्टाइजिङ गरे हो क्या? नेपालीको एक मात्र चाहना भोला हो कि होइन भाइ? क्या हो भाइ? हो नि, हो त यार, नेपालीको एउटै मात्रै हो चाहना, भोला मात्रै। हो नि, नेपालीको बेस्ट चाहना भोला हो। बहिनी, तिमीहरू केटी मान्छेहरू भएर किन जम्मा यति मात्रै खानेकुरा खान्छ? किनकि हामीले यति खाएपछि भाउ पनि खानुपर्छ नि त दाइ। दाइ, यहाँको फेमस तावा फ्राई होइन र? कसरी दिनुभएको छ दाइ तावा फ्राई? तावामा तेल हाल्ने, तताउने, फ्राई गर्ने, दिने। यहाँ दाइ मजाक नगर्नु। दाइ, कस्तो बासी मासु दिनुभयो र तपाईँले? कहाँ भाइ यार, जम्मा एक दिनको बासी मासु हो यार। भाइ भन्नु त कति दिन पुरानो मासु? धेरै होइन दाइ, जम्मा 1 महिना पुरानो। धेरै होइन दाइ, जम्मा 1 महिना पुरानो। खाने धेरै दिनको बासी मासु। मिस्त्री का काम करते हो क्या? आपको कैसे पता? सब पता चल रहा है। जिंदगी में ओ दाइ के छ? लास्ट टेन्सन भयो त भाइ। भन्नु न दाइ, के टेन्सन हो? भाइलाई भन्नु न, भाइले के हेल्प गर्न सक्छ कि? तिमीले त हेल्प त गर्न सक्छौ भाइ, हेल्प गर्ने नै तिमीले हो। तिमी भाइको छ र अरू हेल्प गर्ने? भाइलाई भन्नु, भाइ रेडी छ दाइलाई हेल्प गर्नलाई। हो भाइ, फेरि तिमी नरिसाउ नि फेरि, ल भन्न त भन्छु, फेरि तिमी नरिसाउ ल। हुन्छ नि त दाइ, भन्नु न। अब हेर भाइ, तिम्रो गर्लफ्रेन्डले खालि फोन गरे गर्छौ भाइ यार मलाई यार। तिम्रो गर्लफ्रेन्ड त मसँग पर्थ्यो त यार, त्यही टेन्सन भयो हो। तिमी नरिसाउने भए त्यही भन्नु खोजे अब भाइ, ठ्याक्कै तिमीले मनकै कुरा बुझ्दो यार। त्यस्तो कुरा पनि हेल्प गर्छु। के भइरहेछ? भाइ त इन्जिनियर होइन, हेर तँलाई घरेलु नयाँ आविष्कार गर्ने तरिका तँलाई सिकाउँछु। हो दाइ, हो इन्जिनियर पढेकै हो, इन्जिनियर बनिने हो, पछि आविष्कार गर्ने पनि हो। जरा सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम से लेने का। के आविष्कार हो दाइ घरेलु? भन्नु न, म नि हेर्छु। Tecnologia, tecnologia, tecnologia. ओए वापस रख उसे।